फुलहरू चाहिँ फुलेर एकदमै राम्रो राम्रो भएको छ। केटाकेटीहरूलाई 20 रुपियाँ पैसा दिएर किनेर खाऊ अनि त्यसपछि फुल चाहिँ मलाई ल्याइदेऊ भनेर भनेको थिएँ। त्यो यस्तो ठाउँमा राखेको छु भने कफीको बोटमा अल्झाएर राखेको थिएँ। हेर्नु हल्लिँदैछ हावाले चाउमिन एन्ड चाय। मलाई कपाल काट्न आउँदैन भनेर कसले भन्छ यस्तो राम्रो काटेको छु गाइज। गाइज मैले चाहिँ बोजूलाई यस्तो खालको नौपालिस लगाइदिएको हेर्न सक्नुहुनेछ। बोजू ए केसरा थाङे बि बोजू 15 मिनट त 15 मिनट त काम। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल अगेन आफ्टर लङ टाइम। म चाहिँ अर्को भिडियो लिएर आइसकेको छु। अहिले चाहिँ म बिहान नानीहरूसँग मेरो भ्लग स्टार्ट गर्दैछु। अनि उनीहरू चाहिँ मेरो स्टुडेन्टहरू हो, ट्युसन पढ्छन् बिहानै। कति क्लासमा पढ्छ भन्नु त? म 7 म 5 उनीहरू दुईजना 5 मा हो, ऊ चाहिँ 7 मा। क्युट क्युट बहिनीहरू। अब चाहिँ 8 बजेर यिनीहरूलाई छोडिदिएको, स्कुल जान्छन् नि त। सो ओके बाई बाई, सी यु टुमरो। ओके बाई। ल यहाँ नि बाई गरिदियो। ल अब उनीहरू चाहिँ घर जाँदैछन्। मेरो फुलहरू चाहिँ फुलेर एकदमै राम्रो राम्रो भएको छ। खुसी लागिरहेछ मलाई। आज चाहिँ मलाई के सन्चो छैन, टाउको दुखिरहेछ, लुगा लागिरहेछ। त्यही भएर मैले चाहिँ भ्लग बनाउनै छोडेको थिएँ। नभ्याएर भन्दा पनि के भन्नु र, अब त्यस्तो भ्लग बनाउने जागर सागर चलेको थिएन। अनि आजदेखि चाहिँ म कन्टिन्यू गर्नेछु। नमार्नु होला, म बेला बेला भिडियो बनाइराख्नेछु। गाइज म चाहिँ स्किन केयर गर्न लागेको छु। कति बजीतिर स्किन केयर गर्न लागेको छु भनौँ? 10 बजे। मेरो यस्तै हो, पारा गर्न मन लाग्यो भने गर्ने हो, गर्न मन नलागेन भने नगर्ने हो। स्किन केयर त्यस्तै छ। स्किन लडेर कालो भुन्छ जस्तो भइसक्यो जताइते गरेर। मेरो टोनर थियो, त्यो टोनर पनि हरायो, कहाँ गयो। त्यही भएर म कमेडी कोही बेला गर्छु, कोही बेला गर्दिनँ। यस्तै छ पारा मेरो। अल्छी लागेन भने गर्ने हो। बुढी भइन्छ क्या, जोस जाँगरै पो आउँदैन त। स्किनलाई यस्तो भिजा छ नि, घामले यस्तो गर्मी छ गाइज, के भन्नु र। घाम सबै चुन्छ। हरायो भन्दै थियो, ठ्याक्कै भेट्यो हो गाइज। टोनर पनि कस्तो हेर्नु न, मलाई दिदीले कोरियन कोरियाबाट ल्याउनु भएको रहेछ भेनाको। त्यही भएर मलाई दिनुभएको थियो बोटलमा। अनि मैले चाहिँ यो केटाकेटीहरूले खाने के हो, यो मिठाई के हो, यो मलाई थाहा छैन, जुस हो कि। त्यही चाहिँ केटाकेटीहरूलाई 20 रुपियाँ पैसा दिएर किनेर खाऊ अनि त्यसपछि फुल चाहिँ मलाई ल्याइदेऊ भनेर भनेको थिएँ। त्यही भएर उनीहरूले ल्याइदिएको। भोलिदेखि चाहिँ युज गर्छु। त्यो चाहिँ मोइस्चराइजर। म चाहिँ पुरै सस्तो सस्तो प्रोडक्ट युज गर्छु नि त गाइज, फाइनेन्सियल प्रब्लम। गाइज मेरो चाहिँ यो दारी जस्तो खालको प्लास्टिक पो आउँछ कि, मलाई सबैभन्दा नमन्नु पनि त्यही हो गाइज। जस्तैसम्म थिएन, अहिले घाम लाग्न थाल्नुपछि लास्टै भएको छ, प्रब्लम भइरहेको छ मलाई। चिसो लागेर हरिहाल्छ गाइज। अनि यो चाहिँ सनस्क्रिम हो। मलाई त थाहा छैन म कुन कुन प्रोडक्ट युज गर्छु भनेर। मामा अर्थको रहेछ। अनि यो चाहिँ सिरम चाहिँ फिक्स डर्माको हो, अलिक राम्रोबाट। अनि यो चाहिँ सफ्ट अरे के हो यो, मलाई थाहा छैन यसको चाहिँ मोइस्चराइजर चाहिँ। गाइज मेरो चाहिँ निधारमा यस्तो हुन्छ र त, लास्टै डर छ हौ, ठुलो तक्लु भएर होला कि गाइज। डढेर कालो हुन्छ, आँखा कालातिर सेतो हुन्छ, निधार भने कालो हुन्छ। कालो 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 कस्तो कालो हो र। मजाले स्किन केयर मतलब मजाले सनस्क्रिनहरू लगायो भने त अब घाममा त्यति डर्दैन होला नि। कोही बेला म लाउँदिनँ, त्यस्तै छ। त्यस्तै छ। कस्तो
यो लगाइसकेपछि चाहिँ अनुहारमा चाहिँ हल्का चमक आउँछ कि क्यामेरामा चाहिँ यति भएपछि त अब स्किनलाई अलिकति भए पनि केयर भयो नि त होइन गाइज हाम्रो गाउँतिर के भएको यस्तो गर्मी छ नि के कुरा गर्नु र गर्मी भएर मर्न आँटेको छु म यहाँनिर आया बारीमा आएर बसेको म गर्मी भएर माया बहुत गरम हो रहा है गाइज मैले चाहिँ फोन चाहिँ कस्तो ठाउँमा राखेको छु भने कफीको बोटमा अल्झाएर राखेको त्यहाँ हेर्नु हल्लिँदैछ हावाले हल्लाउँदैछ काम छैन गर्मीले केही काम गर्न मन लागेको छैन खायो बस्यो सुत्यो फेरि त्यति साह्रो सन्चो नभएर होला बस्ने मौका पाइरहेको छु मैले के पो किन साह्रो गर्मी खोला जानु भनेको बिरामी भएर अब निको भएपछि चाहिँ म खोला जान्छु गाइज म खोला गएको पनि भ्लग बनाउने छु हजुरहरूलाई हाम्रो खोला देखाउने छु है गाइज यो चाहिँ मेरो सुँगुर जाडो पकाउने ठाउँ हो होइन अनि यसमा चाहिँ पुरै म्यासी भइरहेछ क्या सबै फोहोर भइरहेछ त्यसलाई चाहिँ आज म बिरामी पनि छु गर्मी पनि छ बाहिर छु आज चाहिँ म यसलाई सफा गर्दैछु है त गाइज मेरो जाडो पकाउने ठाउँको कन्डिसन चाहिँ यस्तो छ सबै सामान फैलिएर घिनै लाग्दो भइरहेछ त्यो चाहिँ सफा गर्छु म त्यस पछाडिको भिडियो म फेरि लिनेछु है त गाइज मैले चाहिँ सामानहरू मिलाएर चिटिकै बनाएँ दाउरालाई पनि मिलाइदिएँ मैले ओके मेरो काम सक्यो यहाँको गाइज म चाहिँ खाजा बनाउँदैछु चाउमिन बनाएको अनि यहाँ चाहिँ गर्मीको बेला पनि चाय सक्नुहुन्छ तातो बाफ उडिरहेछ चाउमिन खाने गाइज मेरो चाहिँ खाजा पनि रेडी भइसक्यो चाउमिन एन्ड चाय मजाले खाजा बनाएपछि त गर्मीमा चाहिँ खाना लास्टै गर्मी छ गाइज आज चाहिँ मैले लास्टै अल्छी पाराले भ्लग बनाइरहेको छु गाइज मैले चाहिँ आज चाउमिन खाएँ अनि त्यहाँबाट घाम लागेर अरू बाहिर काम गर्न मन लागेन सो मैले चाहिँ आज मेरो बोजूलाई हात खुट्टा धोइदिएर उहाँको कपाल काट्दिएको छु हेरेर सक्नुहुनेछ मैले कस्तो कपाल काट्दिएँ मेरो बोजूको यहाँ हेर्नु होला मैले बोजूलाई चिटिक्क कपाल काटिदिएको छु मलाई कपाल काट्न आउँदैन भनेर कसले भन्छ यस्तो राम्रो काटेको छु गाइज बोजूलाई एक्स्ट्रा देखिरहेछ बोजू कपाल काटेर कस्तो फिल भइरहेछ कपाल काटेर नि कस्तो फिल भएको छ शीतल भएको छ शीतल पोखबी ए कपाल काटेर चाहिँ बोजूलाई शीतल भयो अरे ओ ज्याङ चिङ्याक थियो भएको बेला चाहिँ उहाँलाई गर्मी हुन्थ्यो अरे अहिले चाहिँ शीतल भइरहेछ अरे गाइज अब बोजूलाई चाहिँ म नेल पोलिस लगाइदिन आँटेको पहिला पनि मैले लगाइदिएको थिएँ गएछ अब फेरि लगाइदिन आँटेको गाइज आल नुमा बोङ आयो क्याङ पर्ने राम्री हुनुलाई दल्नु पर्ने क्या बोजू राम्री हुनुलाई के बोङ नङ पालिस दलेपछि राम्री भन्छ गाइज मैले चाहिँ बोजूलाई यस्तो खालको नङ पालिस लगाइदिएको हेर्न सक्नुहुनेछ बोजू केसरा थाङ्गे बोजू केसरा थाङ्गे मन पर्यो मन परेन
गाइज अहिले नि यहाँ पर काकाको छोराहरू भाइहरू चाहिँ माछा मार्न जानुभएको थियो नि त त्यही भएर म चाहिँ अब तपाईँहरूलाई माछा देखाउन जाँदैछु मलाई चाहिँ खाना बनाउनु पनि अल्छी लाग्छ यत्तिकै बस्छु हो हेर्न सक्नुहुनेछ आगो पनि फुकेको छैन बिहानदेखि ग्यासमै चौचो बनाएर खाएँ चाउमिन यस्तो अल्छी नि हुन्छु नि घरमा एक्लै हुँदा त म त चिलमा ओके गाइज माछा हेर्न सक्नुहुनेछ हजुरहरूले माछा हेर्न सक्नुहुन्छ हाम्रो भाइहरूले काकाहरूले मारेर ल्याउनु भएको दुवाली मारेर दामी ल्याउनु भएछ हौ अस्ति मैले योभन्दा ठुलो समातेको कि कति 15 मिनट त 15 मिनट त कामेर म माछै मार्न सकिनँ के काम हो त 15 मिनट क्या अरूलाई देखायो भने त लगिदिन्छ भनेर नि चुप्प लागेर अरूलाई नसुनाइ गएँ क्या उता पल्टिरहेको थियो नि त च्याप्पै समातेँ अनि मात्रै सुनाएको नि तल कत्ले भन्ज्याङमा जा एउटा प्लास्टिकमा तौल न तौलिँदा हुन्छ कि तौलिने हो र ओके गाइज मैले चाहिँ तपाईँहरूलाई माछाको भिडियो पनि देखाइसकेँ माछा पनि देखाइसकेँ त्यही भएर अब रात पनि पर्यो म सुत्छु अब मैले चाहिँ आज खाना नखाएको दिउँसोको चाउमिनले अगाइरहेको छु आजको भिडियोमा चाहिँ यति नै अब फेरि अर्को भिडियोमा भेट्ने बाचा गर्दै र अन्तिममा एउटा कुरा भन्न चाहन्छु तपाईँहरूलाई यदि तपाईँहरूले मेरो भिडियो हेर्नुहुन्छ र राम्रो लाग्छ भने चाहिँ मेरो युट्युब च्यानललाई लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुल्नु होला बाई बाई